के हो अविनाश यसरी त हुँदैन कि भन न क्याजुअल हुन्छ क्या यस्तो अब सोधमा गरेर आउँदैन क्या त्यस्तो ल भन न क्याजुअल भन्यो क्याज यिनीहरूसँग बोल नि त यता नहेर ल माया पनि कति प्रकारको हुन्छ नि त ल तँलाई जस्तो छु मलाई माया के हो प्रकाश क्याजुअल बनाइरहेको छु म भन्न ल क्याजुअल इन्भाइरोमेन्ट चाहियो रे ल त भन्ला माया के हो प्रकाश प्रकाश माया के हो माया भनेको के हो त्यही हो हिजो जे भयो त्यही हो माया के भयो हिजो भन्नुहोस् न ए पाण्डुलाई भनेको मैले छैन ल पाण्डुलाई म भनौँ ल ल क्यामेरामा भन्नुहोस् न अहिले नभनौँ नै ल माया भन्नु के हो हिजो त्यो के हो थाहा हो हाम्रो भ्युवर्सलाई के थाहा त अब भिउअर्स यही बोकेर भन्न दसरी सोध्यो होला फेरि माया के हो प्रकाश अब त पैसा नै आउँछ के हो त माया माया भनेको के हो हजुरको लागि डेफिनेसन के हो यसलाई सोध्यो दिन्छु दिँदैन सान्सर मलाई चाहिँ हो नसोध्नु तिमीलाई सोध्नु भन छिटो अहिलेसम्म नभए के रहेछ तिम्रो लागि उसले भन्छ क्या जे पाए ल भन ल वाट इज लभ फर यु भन हिजोसम्म ऊ थिए आजबाट अर्कैसँग गई त्यही भएर माया भनेको त्यस्तै हो माया भनेको नरो है सुशीलको लागि डेफिनेसन अफ लभ के हो माया माया भनेको दुईवटा शब्दको मेल हो मा र या यता हेरेर भन न यता हेरेर अनि मात्राहरूको बारेमा यो भनेको दुईजना बिचमा हुन्छ माया भनेको दुईजना बिचमा हुन्छ अब एकजना भयो भने माया सायकै पनि हुँदैन किन हुँदैन सेल्फ लभ वान साइडेड लभ हुँदैन वान साइडेड लभ पनि अरूले गरिन्छ नि त ए हो त्यो कुरो हो नि त एकदम वान साइडेड लभ के हुन्छ गर्दाखेरि मिन्स के हुन्छ दुईटा हुन्छ होइन होइन मलाई नसोध अब चाहे त्यो पुरुष होस् चाहे त्यो महिला होस् चाहे पुरुष महिला होस् माया भनेको एकदम राम्रै सिकाएको रहेछ उनीहरूले त्यही दुईटा बिच हुन्छ होइन रोहन भन न माया भनेको के होला भन न केही त भन्छ के अरे माया भन्ने शब्द कसमै छैन के रे उसको डिक्सनरीमा डिक्सनरीमै छैन माया माया भनेको सानो गर्लफ्रेन्ड हो कि छोडेर गर्लफ्रेन्ड मात्रै होइन प्यारेन्टल लभ चाहिँ नि हुन्छ नितु माया के हो केटाहरूले चाहिँ भन्छ बोल्नै नआउने म थाहा छैन तेरो फर्स्टमा राखिदिन्छु म केटाहरूले के भन्ने थाहा नै हुँदैन नि त अनि तेरो फर्स्टमा राखिदियो भने क्लिप नभन्न के हो माया भनेको माया भने केही पनि होइन सब स्क्याम हो तिमीलाई स्क्याम भएको थियो हो गर्नुहुन्छ मम्माहरूले गर्नु यिनीहरूले चाहिँ अहिले यो आफ्नो आफ्नो धेरै छ तर यो सायद पार्टनरको कुरा गरेर जस्तो लाग्छ पार्टनरको कुरा गरे हो कि मम्मी बाबाले गर्ने माया गरे तिम्रो लागि माया के हो तिम्रो फर्म अफ लभ तिमीलाई के लाग्छ त्यो वाला हो जसले गर्दा बाँच्न सकिन्छ त्यही हो नरौँ त अब खत्री ल पनि गर्नुहुन्छ त खत्री भन मम्मी बाबालाई भन्नु नि त ल खत्री भन न यस्तो नजिक त हो रहेछ म नर्भस भयो क्या पाण्डुलाई त्यही भएर भन्छु पाण्डुको माया त ल भन भन स्टेइङ होला सायद जे जस्तो जति नराम्रो काम गरे जे गरे पनि वाह यो हो नि त मिठो एन्सर वाला थ्याङ्क यू गाइज हाम्रो ल प्रकाश अब लास्टमा हजुरलाई नै भन्नु पऱ्यो ल भन्नुहोस् के हो माया भनेको तपाईँले माया कसरी देखाउनुहुन्छ तपाईँको उनीलाई भन्नुहोस् छिटो माया भनेको अँ। यस्तो चिज हो जसले चाहिँ यो संसार थाम्या छ हेर्ने दुईजना माया भनेको यो संसार चल्नको लागि एउटा फ्युल चाहिन्छ त्यो हो माया मायाले संसार चलेको छ चलेको छ ल भइसकिँदैन न मजा गर्दैन ल स्नेहा तिम्रो लागि के हो माया भनेको माया भनेको इट्स अ नेचुरल थिङ एक्जिस्ट गर्दैन जेनेरेसनल अफ स्प्रिङको लागि बायोलोजिकल कुरा हो त्यति हो त्यति नै हो ल रोशन तिम्रो लागि के हो माया ल भन त
माया भनेको के हो साथी तिम्रो लागि? मैले एक्सपिरियन्स गरेको छैन भाइ भन न मैले एक्सपिरियन्सै छैन यो जिन्दगी म जस्तो सिङ्गल को छ होला यहाँ सिङ्गल मिङ्गलको कुरै होइन माया भने के हो भन न त्यो मायाको अर्थ के हो तिम्रो लागि? 5 सालपछि भन्नुलाई अहिले नै भन न सुरु केटाकेटी मात्रै हुन्छ र नेचरसँग माया हुन्छ फ्रेन्डसँग हुन्छ हामीलाई अलि अर्कै सोच्नु भन न जस्तो भने नि हुन्छ कि तिमीले मायाको परिभाषा मात्र छ त्यहाँ। मान्छेलाई म त थाहा छैन के परिभाषा भन्नु ए आन्सर भन न छिटो थाहा छैन यार सिङ्गल म जस्तो सिङ्गल यहाँ को छ बरु उनीहरूलाई थाहा होला विश्वास भन न You can't explain that. टाइम आएपछि तिमीलाई सबै थाहा हुन्छ आफ्नो एक्सपिरियन्स दैलो नजरमै हो क्या? त्यसले त भन्छ कि ल सन्तोषीजी तपाईँको कन्टेक्स्टमा माया भनेको के हो मायाको परिभाषा दिनुहोस् माया भनेको चाहिँ एउटा मेरो लागि चाहिँ हजुर माया भनेको चाहिँ लेनदेन हो एउटा के हो के होइन के को लेनदेन होइन अलिक खुलस्त रूपमा भनौ न एकपट्टि मात्र हुन सक्दैन त्यो दुईपट्टिबाटै चाहिन्छ भन्दा किन वान साइड लभ अब होइन लेनदेन भनेपछि होइन हजुरले मेरो प्रश्नै बुझ्नु भएन जस्तो छ मैले तपाईँलाई त्यो तपाईँको इन्ट्रेस्ट छैन भनेर सोधेकै होइन क्या माया के हो माया भनेको त्यही त भन्यो नि त लेनदेन हो क्या के को लेनदेन हो त माया हरेक कुराको मायाको लेनदेन नै माया हो त्यो मायाको लेनदेनमा के कस्तो पर्छ नि त